हेलो गाइज वेलकम टु प्रणव भ्लग। यो चाहिँ हाम्रो दसैँको भ्लग हो। हामी चाहिँ मैतीदेवी घुम्न गएको थियौँ अनि त्यसपछि चाहिँ अब हामी न्यु रोड हुँदै पिपल्स प्लाजामा चाहिँ प्रणवको सपिङ गर्ने भनेर गएका थियौँ। यहाँ चाहिँ प्रणवले लिफ्ट चढाउँ न भनेर बाबालाई चाहिँ भनेको भनेर लिफ्ट चढेँ। अब यहाँ चाहिँ दसैँको बेला यति धेरै भिड कि कुरै नपर्नु, त्यही भएर हामीले फुल भिडियो चाहिँ बनाउन पाएनौँ। हजुरले सपिङ गर्दाहरू कतिको भिड थियो कमेन्टमा गरिदिनु होला। अनि यहाँ चाहिँ प्रणवले अलिअलि एक्टिङ गर्दै हिँड्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ अब हामी आएर बेड टाइम रुटिन गरेर अब यहाँ चाहिँ मर्निङ रुटिन गर्दै हुनुहुन्छ। उहाँले चाहिँ आफै इन्जोय गर्दै आफैले लिप बाम लगाउँदै होइन रमाइलो गर्दै त्यसपछि चाहिँ अब हाम्रो उहाँ चाहिँ स्कुलको लागि रेडी हुनुभयो। हाम्रो स्कुल कार्ड दिएर उहाँले चाहिँ मजाले आफूले जमा रोप्नुभएको रहेछ, त्यही चाहिँ देखाएर एकदिन साथीसँग भयो। त्यसपछि हामी बेलुका चाहिँ उहाँलाई स्ट्रबेरी मिल्कसेक खाने भन्नुभयो, त्यो दिन गयौँ। फेरि यो चाहिँ उहाँ आफ्नो दादासँग खेल्दै रमाउँदै कुद्दै होइन। अनि त्यसपछि त्यसै गरेर हामी चाहिँ घर फर्किँदै थियौँ। त्यसपछि चाहिँ यो हाम्रो भोलिपल्टको डे हो। यहाँ चाहिँ मैले चाहिँ अब मेरो बच्चाहरूलाई टिका लगाएर अब हामी घरको लागि चाहिँ निस्क्यौँ गाडीमा। यहाँ चाहिँ प्रणव एक्साइटेड भएर हामी बिग गाडीमा मामा घर जाँदै भन्दै रमाइलो गर्दै हुनुहुन्थ्यो। यो चाहिँ हाम्रो बस हो। यहाँ नि गाना गाउँदै हिँड्दै भ्यूहरूलाई इन्जोय गर्दै थियौँ। अनि हामी चाहिँ जाममा पऱ्यौँ। जाममा हेर्नु त यहाँ कस्तो बाटो बिग्रेर पानी परेर बाटोहरू बनाउँदै थियो, त्यही भएर हामी चाहिँ 18 घन्टा चाहिँ जाममा बस्यौँ। यसरी यहाँ म गाडी सिक्ने भन्दै यहाँ म डान्सहरू गर्दै उता फेरि सबैसँग रमाउनु सबैसँग बोल्ने गफ गर्दै यहाँ यसरी चाहिँ हामीले दिउँसोभरि जाममा चाहिँ यसरी टाइम स्पेन्ड गऱ्यौँ, छेउछेउहरू खाँदै यताउति गर्दै। अनि हामी चाहिँ कस्तो ठाउँमा जाम परेको भन्दाखेरि चाहिँ धादिङमा नै जाम पऱ्यो कि हामी चाहिँ त्यहाँ चाहिँ यता अब पहाड तल चाहिँ त्रिशुली नदी केही पनि खानु नपाइकन अब के गर्नु कसरी इन्जोय गर्नु दसैँमा भनेर यसरी चाहिँ गऱ्यौँ। प्रणवले उहाँको डान्स हेर्नु ठुलो इन्जोय गर्नु। त्यसपछि हामी चाहिँ झुलङ्गे पुल हुँदै पारी गयौँ। एउटा हेर्नु त यहाँ नदीहरू कति धेरै बढेको हाम्रो जाम। हामी चाहिँ उता गाडीमा होइन त्यही बसिरहेको थियौँ। अनि त्यसपछि हामीलाई पोखरा हुँदै लगेर गयो। त्यसपछि हामी फाइनल्ली 20-21 घन्टा पछाडि चाहिँ मिठो खाना खान पायौँ। त्यसमा चाहिँ एकदम ब्लेस्ड फिल गर्छौँ। अनि फेरि अब हामी चाहिँ पोखरादेखि हिँड्यौँ घरको लागि। यो चाहिँ बिहानको ब्रेकफास्ट। अनि अब फाइनल्ली यो चाहिँ हाम्रो कर्णाली ब्रिज हो। यो पायो भने त घरै जस्तो फिल हुन्छ। अनि यहाँ चाहिँ घरमा समोसा खाने भनेर समोसा बनाउँदै हुन्छ। यहाँ चाहिँ हामी उसको दादा दिदी म चाहिँ अनि अलिअलि टिकटक बनायौँ। यहाँ अब चटपटे खाने भन्नुभयो भान्जाहरूले पनि चटपटे बनाउँदै खाँदै। अनि यहाँ चाहिँ अब बुवाले उसको हजुरबाबाले चाहिँ अनि मटन काट्दै हुन्छ मटन खाने भनेर। अनि यहाँ चाहिँ उनीहरूले आमाले चाहिँ यहाँ डोला हालिदिनु भयो, डोला खेल्ने भनेर डोला खेल्दै हुन्छ। उहाँको दादाले चाहिँ के भन्दै हुन्छ दसैँको बारेमा एक्साइटेड भएर सुनिदिनुहोस्। दादाले पनि लाज भनेर अलिअलि भन्नुभयो। त्यसपछि हामी दसैँको पूजा गर्न थाल्यौँ। यो चाहिँ दसैँको अष्टमीको दिन। अब यहाँ चाहिँ अब आयो दसैँको दिन। यहाँ अब मलाई र उसको बाबालाई चाहिँ टिका लगाउँदै हुनुहुन्छ उहाँको हजुरआमाले। यसरी टिका सिका लगायौँ। हामी चाहिँ जोइन्ट फ्यामिलीमा चाहिँ मजाले अब दाइको घर गएर मतलब उहाँको बिग हजुरबाको घर चाहिँ हामीले टिकाहरू लगायौँ यसरी जोस्। अब यहाँ चाहिँ उहाँले अब बहिनीसँग अलिअलि भिडियोहरू बनायौँ अनि यताउतिहरू गऱ्यौँ। त्यसपछि यहाँ अलिअलि फ्यामिली फोटोहरू चाहिँ क्याप्चर गरेको छौँ हामीले। यहाँ चाहिँ हाम्रो सबै फ्यामिलीहरू। अनि उसलाई चाहिँ एकदमै प्यासन भन्ने हो कि के भन्ने हो ड्याडी भनेको चाहिँ हुरुक्क गर्ने। त्यसपछि उहाँको ठ्याक्कै दिदीहरू पनि आउनुभयो मतलब प्रणवको फुपूजुरहरू टिका सिका लगाएर फेरि हामी प्रणवको मामा घरतिर लाग्यौँ टिकापुर। अब यहाँ हामी टिकाहरू गऱ्यौँ। यहाँ पुरा 6 बजिसकेको थियो। सो यहाँ चाहिँ उहाँको मामा घर प्रणवको बाबाको मामा घरतिर टिकाहरू लगाएर चाहिँ फेरि हामी भोलिपल्ट टिकापुर आएर बनाना कटेज गयौँ। यहाँ पनि हामीले मिठो बनानाको परिकारहरू खानेकुराहरू खायौँ। हजुरले देख्न सक्नुहुन्छ अलिअलि उहाँले स्विङ खेल्नुभयो, दादासँग फोटो खिच्नुभयो र फाइनली हामी घर फर्किँदाखेरि अलिअलि भिडियोहरू बनाएर चाहिँ उहाँको
हामीहरू घर निस्क्यौँ। घर निस्किँदाखेरि पनि हामी बाइकमा उसको बाबा म अनि म प्रणव चाहिँ हुनुहुन्थ्यो। त्यसपछि चाहिँ यहाँ मामा घरमा स्विङ खेल्ने भनेर फेरि ऊ स्विङ खेल्दैछ बाबासँग, फेरि एक्लै खेल्नुभयो। अनि आज स्कुटी खेल्ने, अब म एक्लै चलाउन सक्छु भन्ने कुराहरू गर्दै हुन्थ्यो। त्यसपछि अब हाम्रो काठमाडौँ जाने दिन आयो। आमालाई माया गरेर हामी काठमाडौँको यात्रामा निस्क्यौँ। अनि यो चाहिँ हाम्रो कर्णाली ब्रिज हो, यति लामो छ। यो आउँदाखेरि चाहिँ घरै आए जस्तो फिल हुन्थ्यो। अब जाँदाखेरि त जान थाल्यौँ भन्ने भयो। अनि बाटोमा चाहिँ हामीले डियरहरू देख्यौँ। हाम्रो बर्दिया नेसनल पार्क चाहिँ पर्छ बाटोमा। सो यो चाहिँ हाम्रो गाडीको भिडियो। अनि यो चाहिँ अलिअलि मैले र उहाँले चाहिँ टिकटक बनाएको। अनि यो चाहिँ हामी बाटोमा दार्जिलिङतिर पुग्दाखेरि चाहिँ बिहानको सिन थियो, एकदमै रमाइलो गर्दै। अनि यहाँ प्रणवले चाहिँ अब हामी फाइनली काठमाडौँ पुग्यौँ भनेर खुसी पनि हुनुहुँदैछ। अनि अब फेरि कति धेरै साथीहरू उता घरतिरै पनि छुट्यो भनेर अलिअलि स्याड पनि हुनुहुन्छ। यो गर्दा चाहिँ अब हामी थानकोटको चेकपोस्टमा पुग्यौँ। अनि यहाँ पुलिसहरूले चाहिँ मजाले चेक गर्दै हुनुहुन्छ गाडीमा अब के यताउति छ कि सेफको लागि। अब हामी गाडीदेखि झरेर चाहिँ गाडी देख्न सक्नुहुन्छ। ट्याक्सीमा बस्यौँ। ट्याक्सीमा बसेर पनि हामी कलङ्की हुँदै हामी चाहिँ भैँसीपाटी जाँदैछौँ। यो चाहिँ हामीले देख्न सक्नुहुन्छ मन्त्री क्वार्टर हो। हजुरहरूले यहाँ मजाले देख्न सक्नुहुन्छ अस्तिको आन्दोलनमा जेनजीको कति धेरै मन्त्री क्वार्टरका घरहरू जलेका छन्, हजुरले हेर्नुहोस् होइन। त्यसपछि चाहिँ उहाँले अब ड्राइभर अङ्कललाई चाहिँ मजाले बाटो देखाउँदै हुन्छ, यतापट्टि हो है मेरो घर भनेर। अनि एकदम एक्टिभ भएर यसरी देखाउँदै हुन्छ। यो चाहिँ त्यही हामी 10 बजेको सिन हुनुपर्छ, मजाले घाम लागेको थियो। अनि हाम्रो घर चाहिँ मजाले जुम गरेर देखाएको छौँ। यहाँ चाहिँ फाइनली ऊ पुग्यो भनेर एक्साइटेड पनि भएको छ, किनकि उसको घरको साथीलाई पनि उसले भेट्न पाउने भयो। अनि ला अब भोलि स्कुल जानु जाँदै हुनुहुन्छ माथि। अनि घर गएर अब हेर्नलाई ह्याप्पी हुँदै जाँदै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ त्यसपछि हामी अरू फ्रेस भएर भोलिपल्ट स्कुल गएको प्रणवले यहाँ चाहिँ मजाले एकछिन भिडियो बनाऊँ न भनेर हो। हजुरले मजाले इन्जोय गर्नु न यो भिडियो गाना सुन्दै। यति नै यो चाहिँ हाम्रो प्रणवको 4th इयरमा 4 इयर्सको चाहिँ सेकेन्ड दसैँ हो। सो थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल।